हाई गाइज त भने तर यस पछाडि के भन्ने भएँ कि म होइन। नमस्ते सबैजनालाई अनि सबैजना आरामै हुनुहुन्छ होला। म पनि ठिक छु अनि आज म जाँदैछु। खासमा चाहिँ आज मेरो बिदा थियो अनि अहिले चाहिँ ठ्याक्क कति बजेको छ भने 1:30-2 बज्न थालिसकेको थियो। कहाँ जाने अब बिदाको सदुपयोग त गर्नु नै पर्यो होइन। अनि कहाँ जाने भन्दै टुङ्गो लाग्न नसकेपछि म जाँदैछु आज लन्डनको एम्ब्लीमा रहेको श्री सनातन हिन्दू मन्दिर। खासमा चाहिँ यहीँ जाने भनेर मेरो प्लान बनेको थिएन। म जाँदै खासमा म त्यता पुगेको हो। बस ट्रेन चढेर करिब 2 घन्टामा म पुगेँ लन्डनको एम्ब्लीमा रहेको श्री सनातन हिन्दू मन्दिरमा। अनि त्यो साइडमा चाहिँ धेरै जसो इन्डियनहरू बसोबास गर्नु हुँदो रहेछ होइन। त्यहाँनिर पुगेपछि चाहिँ इन्डियामै गए जस्तो फिल हुने रहेछ कि होइन। धेरै जसो इन्डियनहरू हुनुहुँदो रहेछ। अनि त्यो श्री सनातन हिन्दू मन्दिर फेरि ठ्याक्कै सिजी शाश्वत धाम जस्तै रहेछ कि बनावटहरू। तर सिजी शाश्वत धाम चाहिँ अलि ठुलो छ, यो चाहिँ अलि सानो लाग्यो मलाई। अनि यहाँ हामी बसबाट झर्ने बित्तिकै कस्तो मन्दिर अगाडिपट्टि हुन्छ नि त फुलहरू राख्ने होइन, त्यस पछाडि के मालाहरू राख्ने हुन्छ नि, सेम त्यस्तै के। अनि म जाँदै थिएँ, यहाँ कति राम्रो कपडाहरू सबै इन्डियन पसलहरू थियो कि यहाँनिर चाहिँ। कस्तो राम्रो साडी कुर्ताहरू पनि थियो। अनि म हेर्दै पुगेँ। लास्ट टाइम मेरो मोबाइल चोरी भएपछि चाहिँ मलाई मोबाइल निकालेर भिडियो खिच्न एकदम धेरै डर लाग्छ होइन। अनि कति कुराहरू चाहिँ मैले खिचेको पनि छैन होइन। त्यस पछाडि म मन्दिरभित्र गएँ, प्रवेश गरेँ होइन। मन्दिरभित्र नै चाहिँ प्रवेश गरिनँ, जस बाहिरपट्टि मात्रै, किनभने खासमा मन्दिर जाने भनेरै गएको थिएन होइन। अनि त्यहाँभित्र जानको लागि पनि के चेकिङ हुने रहेछ होइन। अनि त्यही भएर चाहिँ मलाई चाहिँ अब नेक्स्ट टाइम आउँछु भनेर चाहिँ भने होइन। त्यहाँभित्र चाहिँ कस्तो खालको मूर्तिहरू छ मैले त्यो देखेको छैन होइन। त्यस पछाडि मैले यसरी देखाउन थालेँ। अनि गइसकेपछि यत्तिको भिडियो त बनाउनै पर्यो होइन। अनि मैले पनि भिडियो बनाएँ, तर मलाई कस्तो साँच्चीकै सिजी शाश्वत धाममै पुगे जस्तो फिल भइरहेको थियो कि। सो यति नै हो साथीहरू। भिडियो कस्तो लाग्यो भनिदिनु होला कमेन्टमा। अनि कसरी बनाउँदा ठिक हुन्छ त्यो पनि यसो सजेस्ट गर्नु होला है त। थ्याङ्क यू सो मच गाइज।